साथीहरू नमस्कार। सम्पूर्णमा जय देश जय नेपाल। अहिले नयाँ विचार नयाँ युगको सुरुवातसँगै धेरै कुराहरू र धेरै विचारहरूको एउटा द्वन्द्व छ देशमा। त्यही कुरामा केही कुरा बोल्ने मन लागेर तपाईहरुमा केही कुराहरू आफूलाई लागेको कुराहरू शेयर गर्न गइरहेको छु। कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला। अहिले हाम्रो एमाले कांग्रेसका नेताजीहरूले मिडियाहरुमा अर्थात् आफ्नै कार्यक्रमहरुमा यो जेनजीको मोमेन्टमलाई चाहिँ स्वीकार नगर्ने तर्कहरू गर्दै हिँडेको देखिन्छ। उहाँहरूको भनाइ अनुसार चाहिँ त्यो हाहो हल्ला अर्थात् 50,000 को भिडले 1 करोडलाई छेक्न सक्ने अर्थात् जनताबाट चुनिएको संसदलाई एउटा मेयरले रोक्न सक्ने भन्ने टाइपका तर्कहरू कांग्रेस एमालेका नेताहरूबाट सुनिन्छ। त्यो कुरालाई अलि पछाडीतिर जाने हो भनेपछि एकजना कांग्रेसका नेताजीको भनाइलाई उद्धृत गर्दै म भन्छु 50,000 ले 1 करोड जनताले दिएको भोटको म्यान्डेटलाई चाहिँ छेक्न सक्छ। त्यसलाई हामी स्वीकार गर्दैनौँ। त्यसैको लागि हामी सर्वोच्च गएका हौं भन्ने तर्क गर्नुभएको थियो उहाँले टिभी टुडेमा। म उहाँले भन्न चाहन्छु इतिहास तपाईले नपढ्ने कुरो त भएन होला। नेपालमा जनमत संग्रह पनि भएको थियो। त्यो जनमत संग्रहले राजतन्त्र स्वीकार गरेको थियो भन्ने कुरा तपाईले बिर्सिनु हुँदैन। जनमत संग्रहलाई स्वीकार नगर्न 15-20 हजार को भिडले संस्था राजतन्त्र हटाए कि हटाएन? माओवादी जनआन्दोलन जनयुद्ध भयो। तर काठमाडौँमा जनआन्दोलन हुँदा त बढीमा 15-20 हजार पनि थिएन होला। अनि त्यसलाई स्वीकारेन राजाले। स्वीकारे त। जनताले कुनै पनि सत्ताको शक्तिको विरोधमा 10,000 पनि रोडमा उत्रियो भने त्यो स्वीकार गर्न सक्नुपर्छ। स्वीकार गरिन्छ पनि। हो त्यसैले हिजोको कुरालाई स्वीकार गरियो भने आजको कुरालाई पनि स्वीकार गर्नुपर्छ। यदि आजको कुरा स्वीकार गर्ने होइन भने हिजोको कुरा पनि स्वीकार गर्नु भएन। तर म राजा पक्षको राजतन्त्रको पक्षको मान्छे त होइन। तर कुरा गर्दा कुरा त गर्नुपर्छ। यदि आजको कुरालाई स्वीकार गर्ने होइन भनेपछि राजतन्त्रमा जानु पर्यो। किन भनेपछि तपाईहरु मात्रै सर्वे होइन। तपाईहरुले गरेको परिवर्तन हैन। अब अर्को एमालेको नेताजीले अस्ति गुण्डोमा आउनुस् म बयानै दिदैन आदि इत्यादि म यो हाउको सरकार आदि इत्यादि के भन्नुभयो। त्यति ठुलो नेताले देशले 2-3 चोटि प्रधानमन्त्री बनाइसकेको मान्छेले मैले 14 वर्ष जेल बसेको हुँ आदि इत्यादि बस्नुभयो होला। केको लागि? त्यो 14 वर्ष जेल 3 चोटि प्रधानमन्त्री अनगिन्ती मन्त्री पार्टीको 3 चोटिको पार्टी अध्यक्षले पुगेन ब्याज? कति चाहिन्छ? के चाहिन्छ भन्नुस्। बरु देशले त्यो दिन तयार छ। तपाईले देश बर्बाद गर्ने काम नगर्नुस्। हिजो तपाई युवा हुनुहुन्थ्यो हैन? त्यति बेलाको मान्छेहरुसँग त्यति बेलाको विचारसँग तपाईको विचार मिलेन र आन्दोलन गर्नुभयो। नयाँ विचार नयाँ राजनीति नयाँ सिद्धान्तको लागि लड्नुभयो। हो आजको युवालाई तपाईले लडेको तपाईले ल्याएको तपाईको विचार तपाईले गरेका विकासका कुराहरू चित्त बुझेन। उनीहरुले नयाँ मोमेन्टम ल्याउन चाहन्छन्। हो त्यसैले अब
हिजो मैले के गरेँ, अर्को दिन कसले के गर्यो भन्ने कुरा होइन। तपाईँहरूले सोध्नुपर्ने कुरा हिजोको इतिहासले जब बिर्सिनुभयो, राजाहरूले गरेको, राणाहरूले गरेको कुरालाई तपाईँहरूले कहिल्यै पनि त्यस्तो त्यो उनीहरूको विचार, उनीहरूले गरेका काम, इतिहासलाई कहिल्यै पनि उजागर गर्नु भएन। अब तपाईँहरूले गरेका कामहरू पनि कुनै अर्थहीनको नै हुन्छ। त्यसैले भन्छन् नि, शिक्षा ट्रान्सलेट हुन्छ अरे। तपाईँले गरेको कामहरू ट्रान्सलेट हुँदै जान्छन्। जुन तपाईँहरूले गर्नुभयो नि, राजतन्त्र हटाउनु भयो, तर राजाले गरेका योगदान, त्यो इतिहास मेटाउनु हुन्थेन, मेटाउनु भयो। त्यसको उपजब बिस्तारै तपाईँहरूले गरेका कामहरू, तपाईँले गरेका कार्यहरूको पनि कुनै भ्याल्यु हुँदैन, हुन सक्दैन। अब देश नयाँ युगको सुरुवातमा गइसक्यो। चुनाव हुन्छ, हुनुपर्छ, हुनु दिएन भनेपछि तपाईँहरूले धेरै अप्ठ्यारो झेल्नुपर्छ। 14 वर्ष जेल नरम हो, त्यो धेरै ठुलो कुरा होइन। 14 वर्ष जेल त्यो त धेरै पहिलाको कुरा हो, उमेरमा भोग्नुभयो। अब तपाईँहरूले अहिलेसम्म कमाएको, बनाएको अर्गनाइजेसन के पनि नरहन सक्छ। त्यसैले अब त्यतातिर नजानुस्। देश नयाँ युगको सुरुवातमा गयो। नयाँ जेनेरेसन जेनजीको हातमा गइसक्यो। दिनुहोस्, स्वीकार्नुहोस्, हेर्नुहोस्। अर्को कुरा, तपाईँ चुनावमा जान चाहनुहुन्न भने नजानुहोस् न, के ठुलो कुरा भएर। 75 वर्ष काङ्ग्रेसलाई हेरियो, 35 वर्ष एमालेको लागि त जनताले, देशले पर्ख्यो त। तपाईँहरू 5 वर्ष पर्खिन सक्नुहुन्न? 5 वर्षको लागि बस्नुहोस् नि। अहिलेको सरकार, जेनजीले ल्याएको सरकारले गरिरहेको काममा विश्वास छैन, चुनावमा विश्वास छैन। तपाईँले खटाएका पुलिसहरू त्यहाँ नहुन सक्छन्, तपाईँको गुन्डाहरूको त्यहाँ नचल्न सक्छ। त्यही त हो नि, विश्वास नलागिरहेको, नहुन सक्छन्। त्यसैले तपाईँले विश्वास नलागेको होला। त्यसको लागि 5 वर्ष पर्खिनुहोस्। जनताबाट चुनिएको जनताको सरकार आउँछ, 5 वर्ष त्यसले चलाउँछ, त्यसपछि चुनाव हुन्छ, त्यो चुनावमा भाग लिनु होला। एउटा कुरा। अर्को कुरा, नै भए के ठुलो कुरो हुन्छ र भने, राजतन्त्रले त्यत्रो विकास नगरे हो र महेन्द्रले? गरे हो त। देशलाई एक स्वतन्त्र बनाउनु भयो, होइन? संयुक्त राष्ट्र सङ्घको सदस्य बनाउनु भयो। राजाको भूमिका छैन र छ त? खै त, राजतन्त्र त हटेर गयो त। त्यो संस्थाको अहिले त मतलबै छैन। अनि त्यो काङ्ग्रेस एमालेको यो संस्थाको अस्तित्व हटाउँदा के हुन्छ र? खारिज गरिदिनु नि दुइटै पार्टी। के चाहिन्छ नि त त्यो? चुनाव लड्न चाहने काङ्ग्रेस एमालेकाहरूले नयाँ पार्टी बनाउँछन्, जान्छन्। जस्तै माओवादी देख्नु भएन? माओवादी हट्यो त, नयाँ पार्टी बनायो त। चुप लागेर बस्नुहोस्। देशलाई एउटा नराम्रो भुमरीमा लाने कोसिस नगर्नुहोस्। बिन्ती छ, तपाईँहरूले राम्रो काम गर्नुभयो होला, गर्नु भएन होला, त्यो आफ्नो ठाउँमा होला। विश्लेषण तपाईँको पार्टी, तपाईँ छँदासम्म हुन्छ होला, अब नहुने कुरो होइन, भयो। तर इतिहासले त तपाईँले त्यति मतलब गर्दैन, किनकि तपाईँहरूले हिजोको इतिहासलाई मतलब गर्नु भएन। त्यसैले चुनाव हुन दिनुहोस्, नयाँ मोमेन्टलाई आफ्नो काम गर्न दिनुहोस् भन्न चाहन्छु। धन्यवाद। जय देश, जय नेपाल।